हेलो साथीहरू, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आज फेरि नयाँ भिडियो लिएर आएको छु साथीहरू। मैले चाहिँ आज यो यस्तो काँचो आलु तामा लिएर आएको छु कि साथीहरू। यो चाहिँ एकदमै मिठो लाग्छ हैन। मलाई चाहिँ त्यो के भन्छ बच्चा बेलामा चाहिँ यो कस्तो मन नपर्ने टर्रो स्वादै आउँदैन थियो नि त, अनि अहिले चाहिँ एकदम मिठो लाग्छ क्या म पकाएर खानलाई। अनि त्यही भएर मैले चाहिँ मजाले काटकुट गरिसकेँ साथीहरू। यसलाई चाहिँ मैले पकाउनलाई हरियो प्याजको पत्ताहरू पनि लिएर आएको छु कि साथीहरू। अनि त्यसपछिबाट यहाँनिर यता मैले पानी बफाइसकेको थिएँ साथीहरू। त्यही भएर अब पानी बफियाको पानीमा चाहिँ उम्लेको पानीमा म यो तामा हालेर यतिको हुइन्जेल गरी चाहिँ म उमाल्छु साथीहरू। अनि यसलाई राम्ररी सफा पानीमा पखालिसकेपछि तेलहरू तार्छु। त्यसलाई चाहिँ खास गरी के हुन्छ भने नि साथीहरू, गाउँघरतिर चाहिँ अब हुन्छ नि त, खरानीहरू हुन्छ नि त, अनि खरानी हालेर बफ्यायो भने चाहिँ त्यसको टर्रोपन तितोपनहरू जाँदो रहेछ क्या साथीहरू। अनि त्यही भएर मिठो हुन्छ। अब सहर बजारतिर त सम्भव छैन, त्यही भएर चाहिँ साथीहरू मैले चाहिँ त्यतिको मजाले बफ्याएर अनि चाहिँ पकाउन थालेको साथीहरू। अब यसलाई चाहिँ म चाहिँ जिरा धनियाँ लसुन अदुवाको पेस्टहरू मजाले पिस्छु कि साथीहरू। मलाई चाहिँ फेरि यस्तो सिलौटोमा पिसेको मसला चाहिँ एकदम स्वाद पनि लाग्छ तरकारीमा, मिक्सचरहरूमा भन्दा पनि हैन। मसँग चाहिँ सानो सिलौटो छ, अनि त्यही भएर मैले चाहिँ सिलौटोमा मजाले क्या मसिनो हुने गरी पिस्छु हैन। मजाले पिसिसकेपछि अनि मात्र म तरकारीमा हाल्छु क्या। अनि त्यसपछिबाट त्यसको स्वाद, पिसेर हालेको स्वाद चाहिँ फेरि छुट्टै मिठो हुन्छ क्या, अर्कै मिठै हुन्छ। अनि त्यही भएर मैले चाहिँ अब यो काटेर राखेको टमाटरहरू सबै एड गर्छु, सबै हाल्छु अनि मसलाहरू हाल्छु कि साथीहरू। अनि यसलाई चाहिँ मजाले छोप्दै मैले चाहिँ आलु र तामा बनाएको छ नि पकाउँछु साथीहरू। अनि अब चाहिँ हाम्रो खाना रेडी पनि भइसकेको छ हेर्नुहोस् है त। अब मैले तामाको तरकारी, दाल अनि यता टमाटरको अचार, काँक्रा अनि पापडहरू बनाएको थिएँ। अनि दिएँ मैले चाहिँ नानीहरूलाई, बुढोलाई, सबैलाई दिएँ खानालाई। अनि तामा त यति मिठो भएको थियो नि साथीहरू, नानीहरूले पनि मजाले खाइरहेछन्। मिठो भयो भन्दै नानीहरू खाइरहेछन्। आजको मेरो सानो मिनी भ्लग यति नै साथीहरू। बाई बाई। हेलो साथीहरू, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आज फेरि नयाँ भिडियो लिएर आएको छु साथीहरू। मैले चाहिँ आज यो यस्तो काँचो आलु तामा लिएर आएको छु कि साथीहरू। यो चाहिँ एकदमै मिठो लाग्छ हैन। मलाई चाहिँ त्यो के भन्छ बच्चा बेलामा चाहिँ यो कस्तो मन नपर्ने टर्रो स्वादै आउँदैन थियो नि त, अनि अहिले चाहिँ एकदम मिठो लाग्छ क्या म पकाएर खानलाई। अनि त्यही भएर मैले चाहिँ मजाले काटकुट गरिसकेँ साथीहरू। यसलाई चाहिँ मैले पकाउनलाई हरियो प्याजको पत्ताहरू पनि लिएर आएको छु कि साथीहरू। अनि त्यसपछिबाट यहाँनिर यता मैले पानी बफाइसकेको थिएँ साथीहरू। त्यही भएर अब पानी बफियाको पानीमा चाहिँ उम्लेको पानीमा म यो तामा हालेर यतिको हुइन्जेल गरी चाहिँ म उमाल्छु साथीहरू। अनि यसलाई राम्ररी सफा पानीमा पखालिसकेपछि तेलहरू तार्छु। त्यसलाई चाहिँ खास गरी के हुन्छ भने नि साथीहरू, गाउँघरतिर चाहिँ अब हुन्छ नि त, खरानीहरू हुन्छ नि त, अनि खरानी हालेर बफ्यायो भने चाहिँ त्यसको टर्रोपन तितोपनहरू जाँदो रहेछ क्या साथीहरू। अनि त्यही भएर मिठो हुन्छ। अब सहर बजारतिर त सम्भव छैन, त्यही भएर चाहिँ साथीहरू मैले चाहिँ त्यतिको मजाले बफ्याएर अनि चाहिँ पकाउन थालेको साथीहरू। अब यसलाई चाहिँ म चाहिँ जिरा